कुरा मतलबै भयो हैन। 1 वर्षसम्म बाँच्यो, अर्को साल फेरि खर फेरि ठाउन पर्यो। अर्को साल जाँदाखेरि अब त्यो पुरानो खर फाल्न पर्छ नि। अब कोब्रा त बाँधिएको रहेछ त्यो खरमा, अनि बाँधिँदाखेरि अनि निकाल्दाखेरि कोब्रा निस्क्यो। ल गत साल त मलाई टोकेको भनेर बेहोस भयो क्या त्यो मान्छे। यसले टोक्या रहेछ गत साल। नथा पाउँदा चाहिँ विष लागेन, मानसिकता के मानसिकताले यस्तो असर गर्दो रहेछ। नथा पाउँदाखेरि चाहिँ विष लागेन, अघिल्लो वर्ष खरले घोच्याओ जस्तो मान्यो, तर अर्को साल चाहिँ त्यो खर फाल्दाखेरि गत साल अब बाँधिएको मर्यो त्यही साल। गत साल त मलाई गोमनले पो टोक्या रहेछ भनेर अर्को साल चाहिँ बेहोस भयो क्या त्यो मान्छे। त्यस कारणले मानसिकता चाहिँ ठिक बनाउनु पऱ्यो। अनि अब तपाईँहरू कृषिमा काम गर्ने मान्छे, त्यो अब बाहिर निस्किराख्ने बारीमा जानुपर्ने भएको कारणले बिहान बेलुका यिनीहरू प्रायः जस्तो विशालहरू बिहान बेलुका निस्किन्छन्, यही प्रायः यिनीहरूको। अनि राति झुल चाहिँ कहिले नछोड्नु होला। अब हाम्रा नभए त के हुन्छ, यस्तो बाहिर आएर मजाले राति पल्टिनु है, यस्तो त बहुत गाह्रो हुन्छ। अनि गरै चर्को बास्ना मन परायो, त्यस कारणले यस्ता सर्पहरूका के कुराहरू छन् तपाईँले बुझ्नु होला। ठिकमा जानु होला। अनि कुनै सर्पले टोकिहाल्यो भने फोटो खिचेर राख्ने, मलाई पठाइहाल्छु। म कुन विषालु कि अविषालु तपाईँलाई भनिहाल्छु। अविषालु सर्प हो, उहाँलाई तपाईँ डक्टर कहाँ जानुभयो भने केही खान पनि पाइँदैन, सुत्न पनि पाइँदैन। यसको बारेमा जानकारी राखिराख्ने, केही त्यस्तो समस्या भयो भने मलाई सम्पर्क गर्ने, मेरो नम्बर दिएको है। ल म पहिले यहीँ पढाउँथेँ, आज त म आउँदैन पढाउन। दसैँ तिहारभन्दा पछाडि अब यहाँ म छोडिहालेँ, अन्त व्यस्त भइयो। दसैँ तिहारभन्दा अगाडिसम्म 3 वर्ष पढाएँ। अनि छोरीसँग फेरि नम्बर रहेछ। अनि सबैलाई बाँड्थेँ म, यो सर्प आयो भने घर